यस्तो गल्तीले फुटबल करियर उभो लाग्दैन। तपाईले पनि सुन्नुभएको होला नि हैन, एकदमै ट्यालेन्टेड युवा खेलाडी तर केही वर्षमै कहाँ हराउँछ पत्तै हुँदैन। यस्तो किन हुन्छ त? धेरैजसो केसमा यसको कारण फिल्डमा होइन, फिल्ड बाहिर हुन्छ। पहिलो कुरा, स्किलले तपाईलाई टिममा त पुर्याउँछ, तर त्यहाँ टिकाइराख्ने कुरा भनेको तपाईको अनुशासन र एटिट्युडले हो। सिप मात्र भएर के गर्नु, हैन? राम्रो एटिट्युड भएन भने त सबै खेर जान्छ। दोस्रो, कोचले तपाईलाई बल खेल्न सिकाउने हो, उहाँको काम त्यही हो। तर लामो र सफल करियरको लागि चाहिने जुन प्रोफेसनलिज्म र अनुशासन छ नि, त्यो त खेलाडीले आफैभित्र डेभलप गर्नुपर्छ, अरू कसैले सिकाइदिने कुरा होइन यो। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, धेरै खेलाडीहरू मैदानमा भन्दा पनि मैदान बाहिरको लाइफस्टाइलले गर्दा फेल खान्छन्। उनीहरूको बानी बेहोरा, टाइम म्यानेजमेन्ट, खेलपछिको रिकभरी अनि उनीहरूको सोच्ने तरिका हो, यिनै कुराले उनीहरूको भविष्य कस्तो हुन्छ भनेर डिसाइड गर्छ। त्यसैले एउटा कुरा याद राख्नुहोस्, राम्रो खेलाडी बन्न स्किल मात्र भएर पुग्दैन, मैदानभित्र र बाहिरको अनुशासन पनि चाहिन्छ।